हेलो वेलकम छ मास्टरनीको मिनी ब्लगमा साथीहरू। होप सबैजना सन्चै हुनुहुन्छ होला। आज म र बाबा जाँदैछु साथीहरू तानसेन। के को लागि भन्नुहुन्छ भन्दा भिडियो अन्तिमसम्म हेर्न होला अनि थाहा हुन्छ के को लागि भनेर। विशेष आज मैले चाहिँ बाबाको लागि एउटा सरप्राइज दिम भनेर सोचिरहेको के साथीहरू। त्यसैले मैले चाहिँ बाबालाई लिएर आज तानसेन जाँदैछु अनि तानसेन जाँदा त्यहाँ ग्यास बनाउन थियो के। फाइनली जहाँ म पुग्नु पर्ने हो त्यहाँ पनि पुगिसके साथीहरू। बस पार्कमा रहेको पौडेल मोबाइल सेन्टरमा साथीहरू। अनि बाबाको लागि सरप्राइज चाहिँ मोबाइल थियो कि साथीहरू। अनि पौडेल मोबाइल सेन्टरमा गइसकेपछि चाहिँ मैले बाबालाई मिल्ने खालको मोबाइल चाहिँ देखाउनु भनिसके पछाडि चाहिँ यसरी देखाउनु भएको थियो साथीहरू। अनि बाबालाई त हेर्नु न कुन मोबाइल मन पर्यो भनेको त यो 3टा क्यामेरा भएको राम्रो लाग्यो गरे के देख्दाखेरि। बाबाले पनि त्यही मोबाइल रोज्नु भयो। खासमा चाहिँ बाबाले पुरानो फोन बनाउन भनेर लिएर आउनु भएको थियो। तर मैले चाहिँ भौस मोबाइल नयाँ लिगौँ न किन पुरानो बनाउनेहरू कतिचोटि बनाइसक्यो कि साथीहरू त्यो फोन फेरि। त्यही भएर भोस यति दुःख गर्नुहुन्छ। अनि ठ्याक्क स्यालेरी पनि आएको थियो। अनि अहिलेको मन्थको स्यालेरी चाहिँ मेरो बाबाको लागि ल साथीहरू। बाबाको खुसीमै छैन है। उहाँहरूलाई खुसी गराउने भनेको यस्तै कुराले हो कि साथीहरू। अरू ठुलो त केही गर्न सकिन्न साथीहरू। मैले सक्ने आफूले सक्ने चाहिँ यही नै हो। अनि हामी चाहिँ मोबाइल किनिसकेपछि निस्क्यौँ साथीहरू। त्यसपछि निस्केर त्यो ग्यास बनाउने ठाउँमा गएको त ग्यास बनाएर सक्नु नै भएर रहेनछ। ल ठिकै छ त नि भनेर हामी पनि बाबा र म भएर आज चाहिँ नाङ्लोमा नास्ता खान गएको ल साथीहरू। ल हेर्दै जानुहोस् है। अनि बाबा चाहिँ बस्नु भएको छ, म पनि बसिरहेको छु। नास्ता पनि अर्डर गरिसकेको छु कि। अनि मैले चाहिँ कोल्ड कफी, बाबाले चाहिँ लस्सी लिनु भएको थियो। बाबा यो खानु न त, यो कोल्ड कफी टेस्ट गर्नु न, जुन मनपर्छ त्यही खानु होला भनेको। मैले खान्न, मलाई थाहा छ यसको स्वाद भनेर चाहिँ बाबाले लस्सी नै चुज गर्नुभयो। मैले चाहिँ कोल्ड कफी लिँदैछु साथीहरू। त्यसपछि मोमो र नर्मल मोमो मगाएका थियौँ। अनि दुवैजनाले डिभाइड गरेर चाहिँ खायौँ साथीहरू। अनि नास्ता खाइसके पछाडि चाहिँ म ग्यास बनाउने ठाउँमा गएको थिएँ कि। अनि ग्यास बनाउने ठाउँमा गएको त म त बिल सुनेर हेर्नु न धन्नै ढलिसकेको के भगवान्। अनि के गर्नु, ढलेर भएन। गोजीबाट पैसा निकाल्नु पर्यो। तिरिसकेपछि हामी फर्क्यौँ घरको लागि साथीहरू। ल है हामी पसल पनि आइपुग्यौँ। अनि चटपटे लिँदै हुनुहुन्छ बाउ नानीहरूले। अनि आजको मिनी ब्लग कस्तो लाग्यो साथीहरू, लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला। किप सपोर्टिङ गाइज, लभ यु अल, बाई बाई।